नमस्ते। रचनाको क्रममा कृष्णशरण उपाध्यायज्यूले लेख्नुभएको हाम्रा कवि शीर्षकमा रहेको कविता हजुरहरु समक्ष राखिरहेको छु र कविता यस्तो छ। बस्ने बास निवासका विषयमा लेख्छन् सदा नै कवि, खाने गाँस र आशका विषयमा लेख्छन् सदा नै कवि। सक्दैनन् घरबास जोड्न कहिले, हुन्छन् अनाडी कवि। सक्दैनन् धन धान्य भर्न कहिले, हुन्छन् गफाडी कवि। झरना ताल सरित सिन्धु जलमा लेख्छन् सबै नै कवि। विद्युत शक्ति प्रभावमा प्रबलमा लेख्छन् सबै नै कवि। धारा टुट्न गयो भने बिलखमा पर्छन् महान्ती कवि। बत्ती फुट्न गयो भने तमसमा बस्छन् महान्ती कवि। गर्छन् बात अनेकति प्रविधिको, विस्तार गर्ने कुरा लेख्छन् यान्त्रिक शक्तिले र विधिले संसार भर्ने कुरा। पंखा फ्रिज र ग्यास बिग्रन गए क्या जिल्लिन्छन् कवि। या मोबाइल एप खण्डित भए झन् बिल्लिन्छन् कवि। लेख्ने रोग विरुद्ध भव्य रचना, रोगी छ आफै कवि। रच्ने भोग विरुद्ध नव्य सृजना, भोगी छ आफै कवि। भाखा खोल्दछ उच्च किन्तु अझहिले देखिन्छ उपिधमा। आँखा खोल्दछ देशको तर स्वयं देखिन्छ उनिदमा। चिन्छन् ठान्छ विदेशबाट कतिले झन् छन्द उमर्दछ। मान्छन् ठान्छ स्वदेशबाट कतिले झन् दङ्ग उपर्दछ। आफ्नै टोल समाज गाउँ घरले चिन्दैन को हो कवि। आफ्नै थात थलो तथा सहरले जान्दैन को हो कवि। आफ्नै थात थलो तथा सहरले जान्दैन को हो कवि। धन्यवाद।